विद्यालयको पढाइ अब वैशाख 21 गतेबाट। दर्शकबिन विद्यालयहरूको पठन पाठन 2083 वैशाख 21 गतेदेखि हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सबै स्थानीय तह र विद्यालयहरूलाई परिपत्र गर्दै 2083 सालको शैक्षिक सत्र वैशाख 15 गतेबाट सुरु गर्ने र वैशाख 21 गतेदेखि पठन पाठन सुरु गर्ने भनेको हो। चैत 22 गते मन्त्री परिषदले शैक्षिक सत्र वैशाख 15बाट सुरु गर्ने निर्णय गरेको थियो। साथै सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय अनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरूलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको छ। केन्द्रले शैक्षिक सत्र 2083 को कार्ययोजना निर्माण गर्न, वार्षिक कार्यतालिका निर्माण गर्न, शैक्षणिक योजना निर्माण तथा तयारी गर्न, विद्यालय सुधार योजना निर्माण गर्न तथा अध्यावधिक गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्यहरू सञ्चालन गर्न र विद्यार्थीको सिकाइ उपलब्धि सुधार सम्बन्धी योजना निर्माण गर्न पनि भनेको छ।